हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल। आफ्टर लङ टाइम कति भयो नि त भिडियो नै हालेको छैन र यो भिडियो चाहिँ हजुरहरूको लागि स्पेसल्ली यो भिडियो चाहिँ एज अ मेमोरीको लागि मात्र हो, किनभने हाम्रो अर्को साथी पनि विदेश जाँदैछ र ऊ पनि अब 2-3 वर्ष नभइकन फर्किँदैन नि त। त्यही भएर यो चाहिँ हाम्रो लास्ट भेट हो भन्दा पनि हुन्छ र हामी चाहिँ त्यही बारेमा चाहिँ डिस्कस गरिरहेको थियौँ कि अब कहिले भेट हुन्छ होला है भनेर। हामी चाहिँ फर्स्टमा क्या ठाउँै नपाएर एकदमै प्याक थियो नि त, अनि एकदमै कच्चामा परेको थियो क्या। अनि त्यहाँदेखि चाहिँ बासे थियो, अनि कस्तो लामखुट्टेले टोकिरहेको थियो क्या। अनि हामी चाहिँ यतापट्टि सिफ्ट भयौँ, अनि ठ्याक्कै त्यतिखेर चाहिँ साथीले फोन गरेको थियो क्या। अनि हामी चाहिँ साथीसँग बोल्दैछौँ गाइज। कति लामो है त्यो हिजो हालिदिनुहोस्। बनाउने बनाउने भ्याउँदिनँ म, अल्छी लाग्छ क्या, केही त कन्टेन्ट हुँदैन। पहिले मोमो खाएर कन्टेन्ट बनाएर घट्न खोजेको नखान घटिहाल्छ। खाँदिनँ क्या म, बिहान पनि केही खाँदिनँ। बेलुका चाहिँ यति खाँदा नि खान्छु, बिहान कलेज जानुपर्छ बिहानै। अनि के खान्छस्? कफी, बिस्कुट, फ्रुट यस्तो गर है। बिहान होइन त के खाँदिनँ छैन त। बिहान अब कलेज जानुभन्दा अगाडि त उठेर त पानी त खाने भ्याउँछस् नि त। पानी 1 गिलास, अनि त्यसपछि कागती हाल, अनि नुन हाल, कफी हाल। त्यस्तो नसुगा है। मैले खाएको भयो कागती र कफी बोल्दा म कागती पानी खान्छु, त्यसपछि सिधै कफी ब्ल्याक कफी हाल्छु। त्यसरी घटा हो। अनि कफीमा कागती हालेर क्या, अनि फेरि नुन हाल्ने क्या, त्यो हालेर खाने होइन। अनि फेरि अनि अब दिउँसो मैदा एकदम बिहान, चिनी बिहान खाँदैन चिनी केही यस्तो कुरा पनि खानु। 1 महिना गर्छ घट्थेँ 7 किलो घट्थेँ। पुरा त्यसो त घट्यो भने अहिलेको मिठो है। म एउटा नगर्नुपर्ने छ है, त्यही एउटा खाइस् न। खाना बिस्तारै आएर फेरि आधी घन्टामा आएको भएछ हुन्छ क्या है। आएपछि त्यो त चाँडै आउनुपर्छ होइन दिउँसै। आएपछि ओइ निसाले लडाउनुहोस् है मलाई। केही हुँदैन क्या यसले। Bakın bisalnya. Oh,
खोज्दा अब के बनाउनु भने तिमीहरू बनाएर खान पाण्डेले भन्यो बिरयानी खाने पिज्जा खाने भने नि अनि के खाने बिरयानी नभएको भए चाहिँ गीत पनि त्यो राम्रोसँग हुन्थ्यो कहाँ झ्याङ्क्या मसला मात्र है खान्छु के खान्छु मलाई पो केही छैन म त बच्चा भएको मान्छे हामीले गएर तर 8 बजे हिँड्न दिन्छु नि त हामी तर 8 बजे भनेर आफै यो ब्लग चाहिँ अब यतिमै इन गर्छु है होप यु गाइज लाइक इट अब नेक्स्ट ब्लगमा चाहिँ हामी भेटौँला बाई गाइज